हेलो गाइज वेलकम टु माई युट्युब च्यानल इट्स मी सुमन अनि तपाईँहरू सबैजनालाई सन्चै हुनुहुन्छ होला। आज पनि यो पुरानो भिडियोमा नै भोइस ओभर गरेर हाल्ने कोसिस गर्छु होइन। यसको पनि मेरो साउन्डहरू चाहिँ सबै बिग्रेको रहेछ, तर पनि म सक्दो कोसिस गरेर चाहिँ भोइस ओभर गर्छु। यदि तपाईँहरूलाई मन पर्यो भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला। मैले चाहिँ यो भिडियो बनाउनको लागि चाहिँ धेरै सङ्घर्ष गरेको थिएँ होइन। एक दिन अगाडि राति त्यही 8-9 बजीतिर चाहिँ गएको थिएँ अनि गोप्रोमा पनि चार्ज थिएन अनि चार्ज गर्दै अनि त्यस पछाडि भिडियो बनाउँछ भनेर सोचेर होइन गोप्रो चार्जमा हालेको थिएँ, तर रिजल्ट चाहिँ एकदम नराम्रो आयो है। त्यतिखेर मेरो त्यो चार्जिङ पोर्टै बिग्रेको रहेछ है, अनि त्यही भएर मैले चार्ज पनि गरेन, यतिकै हिँडेँ। अनि यहाँ चाहिँ दाइ भिडियो खिच्दै हुनुहुन्थ्यो होइन, उहाँको नि आफ्नै युट्युब च्यानल छ। खोइ कसैले भनेको सुनेको थिएँ होइन, परिश्रमको विकल्प छैन, सफलता त्यसैको परिणाम हो। आज नआएर भोलि तिम्रो दिन हुनेछ, आफ्नो मूल्य बुझ तब संसारले पनि बुझ्नेछ। सपना देख्न साहस चाहिन्छ, पुरा गर्न अनुशासन भन्थ्यो, हो जस्तो लाग्यो है। धेरै अनुशासनमा चाहिँ बस्नुपर्ने रहेछ हामीहरू होइन। भिडियो बनाउँदाखेरि लाइक डेली बेसिसमा हाल्नुपर्ने रहेछ ब्लगहरू, तर हाल्न सकिएन केही कारणवश। अब कहिले के नमिल्ने कहिले के नमिल्ने हुन्छ होइन। यस्तै त हो नि यार, मिडल फ्यामिलीमा जन्मिसके पछाडि होइन कुनै काम यो एक तरिकाले गर्छु भन्ने चाहिँ सकिँदैन, अलिक गाह्रो हुने रहेछ। त्यही अनुभवले गर्दाखेरि होइन यतिसम्म आएँ। अझै अगाडि बढ्नु छ, के गर्ने कसो गर्ने अझै राम्रोसँग टुङ्गो भएको छैन, भए पनि अगाडि चाहिँ बढिन्छ। यसो दृश्यहरू हेर्न छोडिन्न, घुम्न छोडिन्न, घुम्दा कतै गयो भने भिडियो बनाउँछु हाल्छु, त्यही हो। मैले भिडियो नबनाएको चाहिँ होइन होइन, भिडियो चाहिँ टन्नै बनाएको थिएँ होइन, बनाइरहेको पनि हुन्छु, तर पनि खोइ के हुन्छ यार। टाइममा मेरो चाहिँ यो माइकले प्रब्लम दिइरहेछ होइन, के भएको हो। यसो कसैलाई सजेसन दिन मन लाग्छ भने दिनुहोस् है। मसँग यो पोर्ट पनि छ अनि पोर्टले पनि काम गरिरहेको छैन कि के हो यार। कस्तो टाइममा चाहिँ साउन्ड झ्याप्पा आउँछ अनि टाइममा चाहिँ साउन्ड पुरै गइरहेको हुन्छ है। त्यो चाहिँ सबैभन्दा मेरो प्रब्लम भइरहेछ। अब यसलाई कसरी फिक्स गर्ने भनेर म सोचिरहेको छु होइन। यदि अब त्यो फिक्स भइसके पछाडि त्यस पछाडि चाहिँ भोइस ओभर होइन, रियल भोइसकै चलाउँदै बोलेको भ्लगहरू पनि हाल्छु म। अब के कुराहरू त सिक्नु नै छ होइन, सिकिसकेको छैन, सिक्नै बाँकी छ। साँच्ची यो बाटोले मलाई पनि चिनिसक्यो होला। जहिले पनि यही माथि खेल्छु, डुल्छु, घुम्छु, हिँड्छु, तर कहिले पनि यसले मलाई गाली चाहिँ गरेन है। यो रोड जस्तै हुनुपर्ने रहेछ क्या मान्छेको लाइफ भनेको चाहिँ। जसरी भए नि यसले गन्तव्यमा चाहिँ पुऱ्याउँछ क्या, चाहे बिग्रेको होस् भत्केको होस्। हामीले हिँड्न चाहिँ जान्नु पर्यो, चलाउन चाहिँ जान्नु पर्यो होइन। त्यही भएर जीवनमा सङ्घर्ष चाहिँ गर्नुपर्ने रहेछ होइन। सङ्घर्ष नगरेसम्म चाहिँ कहिले पनि अगाडि नबढिने रहेछ भन्ने चिज चाहिँ यो रोडबाट सिकेको छु मैले। अहिलेसम्म जति पनि रोडमा हिँडेँ त्यो रोडले मलाई फर्केर एकचोटि पनि गाली गरेन, जस्तो सुकै चलायो पनि। त्यही भएर म पनि यो रोड जस्तै हुन मन छ, तर के गर्नु, ठाउँमा हिलो, ठाउँमा भत्किएको छ। यहाँनिर चाहिँ हामी दाजुभाइ दुवैजना रोकेर एकदम सिनको इन्जोय गरेको थियौँ होइन। यहाँबाट चाहिँ यस्तो दामी देखिन्थ्यो तल। ड्रोन थिएन हामीसँग, ड्रोन भएको भएर त अब राम्रो भ्यू अझै देखिन्थ्यो होला। यही ओह्रालोमा चाहिँ हामीले एक दिन अगाडि राति दाजुभाइ जाँदाखेरि दुःख पाएको थियौँ होइन। यो पुरै कस्तो बिग्रेको छ क्या बाटो, यहाँनिर चाहिँ एकदम गाह्रो थियो, तर अलिकति सफा भएछ जस्तो लाग्यो। बिहान चाहिँ खोइ कि चलाउन त गाह्रै लागेको थियो, तर राति ओह्रालो भएको हुनाले चाहिँ लास्टै गाह्रो भएको थियो होइन, दुईजनै सँगै हिँडेर। तर
केही छैन, दुईजनाले नै अब मेहनत गरेर पाटपुट चाहिँ अलिअलि खस्या थियो है। त्यतिखेरको रमाइलो पलहरू पनि थियो। यो भ्लगमा चाहिँ होइन हामीले सबैभन्दा इन्जोय गरेको सिन भनेको चाहिँ यही सिन हो है। यहाँ चाहिँ तल चाहिँ कस्तो दामी क्लाउडी देखिरहेको थियो क्या, तर यो गोप्रोले त्यति साह्रो राम्रो चाहिँ क्याप्चर गरेको रहन्छ होइन। अनि यही भ्यूले गर्दाखेरि चाहिँ हामीले एक दिन अगाडि पाएको दुःख पनि बिर्सेको थियौँ क्या दाजुभाइले दुईजनाले होइन। त्यो दुःख पायौँ यतिखेर है। पछाडिको पार्ट हुन्छ नि के मडगार्ड हुन्छ क्यार होइन, मडगार्डै खसेको थियो है। त्यो मडगार्डलाई चाहिँ दुईजना मिलेर अनि बल्ल बल्ल निकालेर होइन 3-4 ठाउँ जतिमा रोकेर अनि निकालेर हिँडेको थियौँ। अनि त्यो राति अब 8-9 बजीतिर राति कोही पनि हुँदैन यो बाटोमा होइन। भए पनि हामीले चाहिँ एकदम मेहनत गरेरै गयौँ हामी त्यो राति। अनि फर्केर यही ठाउँमा आइसके पछाडि चाहिँ हामीले एक दिन अगाडि गरेको दुःखहरू चाहिँ सबै बिर्सेको थियौँ क्या। सुख दुःख तलमाथि भन्ने जीवनमा आइरहेको छ होइन, तर पनि घुम्न चाहिँ छोड्नु हुँदैन। अनि एट इन्स्ट्यान्ट होइन एकदम सानो सानो कुरामा पनि खुसी हुन सिक्नुपर्छ होइन। त्यही हो, अब जो खुसी हुन सिक्छ उसलाई जहाँ पनि खुसी हुन्छ होइन। सानो सानो चिजमा नि रमाइलो भइरहेको हुन्छ। जो चाहिँ खुसी हुन सिक्दैन अब धेरै एक्सपेक्टेसनहरू राख्छ होइन, तिनीहरू त कहिले पनि खुसी हुनै सक्दैन। अनि त्यही भएर है एक्सपेक्टेसन भन्दा चाहिँ हामीले एक्सनमा चाहिँ बढी प्रायोरिटी दियो भने हामीलाई चाहिँ एकदम खुसी मिल्छ होइन। जे कुरा गर्दाखेरि नि अब सेटिस्फ्याक्सन चाहिँ हुन्छ। म चाहिँ त्यही कुरालाई चाहिँ अलिक बढी एप्लाई गर्छु होइन। त्यही भएर मेरो चाहिँ धेरै त्यस्तो साह्रो के छैन भनौँ, अब एक्सपेक्टेसनहरू पनि हुँदैन होइन। म चाहिँ एट इन्स्ट्यान्ट होइन एकदम जे छ त्यसैमा रमाइदिन्छु। त्यही हो, सधैँभरि खुसी रहने हो भने चाहिँ आफूसँग जे छ त्यसैमा रमाउनु पर्छ है। जे होस् होइन, अब मान्छे भइसके पछाडि अब कहिले डाउनफल हुन्छ, कहिले अब एकदम प्रशंसाहरू पनि मिल्छ होइन। जस्तो सुकै जे सुकै भए पनि प्रशंसामा नरमाउने अनि के भन्छ अब गाली गर्दै गऱ्यो भने नि धेरै दुःख नहुने चाहिँ हुन सक्नुपर्छ है। मान्छेको लाइफ भनेको अब कहिले कता कहिले के हुन्छ, कहिले कता कस्तो दुःखहरू पनि परिरहेको हुन्छ नि त होइन। त्यस्तोमा चाहिँ नातिकन अगाडि बढ्न सिक्नुपर्छ है। अब त्यही हो, म पनि अब अगाडि बढ्दैछु, तपाईँहरू पनि सँगै अगाडि बढ्नु। मेरो भिडियो मन पऱ्यो भने सबैजनाले लाइक सेयर सब्सक्राइब गरिदिनु होइन। मन परेन अब केही कमी कमजोरी छ भने सुझावहरू दिनुहोस्। त्यही हो, यति हो मेरो भ्लग चाहिँ। अब यस्तै नर्मल भ्लगहरू आउँछ होइन, त्यति साह्रो डेन्जरस अरूले जस्तो चाहिँ बनाउन सकिन्न जस्तो छ होइन। मैले चाहिँ अब अरूको प्राइभेट लाइफको भिडियोहरू चाहिँ हाल्न मलाई चाहिँ फिटिकै मन पर्दैन होइन। आफूसँग जे छ त्यही देखाउने हो। अर्काको खुबी देखाउनलाई चाहिँ अलि देखाइदेऊ भने त देखाउनु परिहाल्यो होइन। नत्र चाहिँ अर्काको त्यो अब खिच्यो यतिकै ब्ल्याङ्कटुङ हाल्न चाहिँ मन लाग्दैन। त्यही भएर यति हो है। सकेसम्म अर्काको प्राइभेट लाइफसँग चाहिँ कसैले नखेलौँ, त्यही हो।